10 बाई 12 को कोठामा कति खर्च लाग्छ भन्नुहुन्छ ल आउनुहोस् 10 बाई 12 को यो तपाईले भनेकै कोठा हो तपाईले 10 बाई 12 को कोठामा कति लाग्छ भन्नुभयो यो कोठा 10 बाई 12 को कोठा हो सिलिङ पनि छ वाल पनि छ हो सिलिङमा वालमा सबै ठाउँमा वालको लगाउँदा कति खर्च भेट्यो त आज म तपाईलाई यो विषयमा जानकारी दिन गइरहेको छु ताकि धेरै साथीले मलाई सोध्नु 10 बाई 12 मा कति लाग्छ 10 बाई 10 मा कति लाग्छ 8 बाई 10 मा कति लाग्छ भन्नुहुन्छ त्यसैले 10 बाई 10 10 बाई 11 10 बाई 12 मा धेरै अन्तर हुँदैन 1-2 हजार को मात्रै फरक पर्ने हो हैन भने उही नै खर्च आउने हो अब तपाईलाई म भनिदिन्छु मिस्त्री सहितको खर्च भनौं या तपाईलाई सामानको मात्रै खर्च भनौं कति खर्च भयो अब भन्नुस् त तपाईले आफै मलाई भन्नुस् त त्यसैले आज मैले तपाईलाई 10 बाई 12 को यो हल कोठा यो कोठामा कति खर्च लाग्यो होला त वालपेपर किन वालपेपर र केसका लागि वालपेपर रुम आकर्षक बनाउनको लागि वालपेपर फोहोर लागेमा सफा गर्नलाई वालपेपर एकदमै वातावरण मैत्री सफा आकर्षक देख्ने राम्रो देख्नको लागि वालपेपर घरमा पाहुना आउँदा पनि तारिफ गर्नको लागि वालपेपर जो घरमा आउनुहुन्छ उहाँले आहा कति राम्रो दृश्य तपाईको घरमा के लगाएको यो भनेर सबैले तपाईले तारिफ गर्नुहुन्छ सोध्नुहुन्छ सो यहाँहरुले पनि यदि अहिलेसम्म वालपेपर लगाउनु भएको छैन भने अब हामीलाई सम्झनु होला नेपालको अधिराज्य भन्दै हामी आएर काम गर्दैछौं वालपेपर फिटिङ यहाँमा गर्दैछौं अब कुरा गरौँ 10 बाई 12 12 बाई 12 मा कति खर्च लाग्छ त भनेर यदि यहाँले वालपेपर मात्र लिनुभयो भने एउटा बन्डल वालपेपरलाई हामीले अहिले 1500 मा दिइरहेका छौं 1500 मा एउटा बन्डल दिइरहेका छौं यो 10 बाई 12 को यो टोटल कोठामा 12 रोल लाग्यो अब तपाई आफै हिसाब गर्नुस् 10 बाई 12 को कोठामा 12 रोल लाग्यो सिलिङमा वालमा र यो बिममा गएर र एक बन्डललाई 1500 पर्छ भने कति खर्च लाग्यो होला यसको जवाफ दिने जिम्मा चाहिँ हजुरलाई मैले छोड्दिए है त कमेन्टमा यहाँहरुले के कमेन्ट गर्नु होला भने 10 बाई 12 को एउटा कोठामा 12 रोल लाग्यो एक रोललाई 1500 पर्छ भने कति खर्च लाग्यो होला यहाँले कमेन्ट गरिदिनु होला यो यहाँहरुको लागि मैले छोडिदिन्छु त्यसैगरी 8 बाई 10 10 बाई 10 मा पनि लाग्ने त्यही 8 10 रोल 10 12 रोल लाग्ने हो 1-2 हजार को फरक हुन्छ सो यति नै खर्च आउँछ नमस्ते कमेन्ट गरिदिनु होला